हेलो ए नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै आरामले हुनुहुन्छ होला। हामी पनि सन्चै आरामले छौँ। अहिले चाहिँ हामी नाइट भ्लग सुरु गरिरहेछौँ। बजार जान लागेको छौँ। नाइट भ्लग देखाउने प्रयास गर्नेछौँ आज। सो अहिले चाहिँ अब हामी लागि नै सक्यौँ। ल दाइले अब चाहिँ चाबी लगाउँदै हुनुहुन्छ। हामी गएर आज चाहिँ हल्का छुट्टै छ हाम्रो प्लान। त्यो चाहिँ हेर्दै गर्नु होला के छ आजको प्लान है। ल हामी निक्लिहालौँ। ल अहिले चाहिँ हामी मन्दिरमा पुगिसक्यौँ होइन। हिँड्नु सक्नुहुन्छ मन्दिर आइजन हामी नि हेर्नु चप्पल खुलौँ होइन। चप्पल खुलौँ उता सुन्नु ल हेर्न सक्नुहुन्छ है हाम्रो गणेश भगवान्को है यस्तो छ। अनि यत्रो रुख छ। ल जाँदै अब हामीसँग टाइम चाहिँ कम छ है। थोरै समय मिलाएर मात्रै आएको। अब चाहिँ हामी जान्छौँ। हेर्न सक्नुहुन्छ फाइनली। ल अब हामी जान्छौँ। ल दाइ कस्तो लाग्यो दाइ? एकदमै दामी। ल खतरा है। अनि ल यता पनि बनिरहेछ हेर्न सक्नुहुन्छ। ल त्यही नै हो गाइज। अब चाहिँ हामी सिधै रुममा भेटौँला। अहिले चाहिँ दोकानहरू बन्द भइसक्यो होइन। हामी चाहिँ ढिलो भइसकेको छ। अब चाहिँ छिटो जाँदैछौँ अनि सिन्दुर किन्नलाई। दाइको चाहिँ फोन फाइनली बनिसक्यो होइन। यस्तो खुसी लागिसकेको छ कसम। आइफोन होइन त्यो चाहिँ त्यसको हल्का मेन समस्या थियो। त्यो चाहिँ समस्या बनिसक्यो। अहिले चाहिँ हामी ठ्याक्कै राति वर्क पनि हुन्छ होइन। त्यो भएको कारणले हामी चाहिँ राति हँडिरहेछौँ। अनि टी सर्ट लगाएर है। धेरै थरीको खानाहरू छ होइन। अहिले हामी चाहिँ छौँ है। यतातिर चाहिँ पूजाको सामानहरू देख्न सक्नुहुन्छ तपाईँहरू। भाइले चाहिँ सिन्दुर किनिसक्यो अनि सायद खास यसको च्यानल हो। मैले चाहिँ यसो ल हामीले चाहिँ पूजा गरिसक्यौँ। अब चाहिँ हामी जान लागिसक्यौँ है। त्यही नै हो। यहाँ चाहिँ पूजाहरूको सामान टन्नै नै छ क्या यताउति वरिपरि दोकानमा। हामीले चाहिँ सिन्दुर किन्यौँ। त्यति अहिले चाहिँ हामी समय थोरै भएको कारणले ल अहिले चाहिँ हामी मासु किनिसक्यौँ है। अब चाहिँ हाम्रो यहाँ कोठा पुग्नलाई 10 मिनट लाग्छ। अब हामी हँडिरहेछौँ। तर यहाँतिर चोर लास्टै हुन्छन्। आफ्नो सामानहरू सेभ गर्नु होला भन्न चाहन्छौँ है हामीले भन्दै हामी अब कोठातिर लागिरहेछौँ। सो हाम्रो पनि त्यस्तै भयो क्या अहिले। त्यस्तै सामानहरू यताउति हेरिरहन्छन् क्या यहाँको केटाहरूले मान्छेहरूले। त्यता सेभ रहनु होला भन्दै हामी कोठातिर लाग्छौँ। अनि हेर्न सक्नुहुन्छ मासु है। आज पार्टी हुँदैछ हाम्रो। पार्टी भन्ने जे भन्यो नि है। मासु खाँदैछौँ आज। अनि फेरि आज दुइटै भाइ बहिनीले मासु नखाएपछि मजा आउन भोलि छुट्ने दिन है। त्यही त मासु खाँदैछौँ। ए ल यस्तो छ। अब चाहिँ हामीले ग्यास ओपन गर्नुपर्ने हुन्छ। ल यहाँ चाहिँ कराईमा फ्राई हुन्छ। अनि यहाँ चाहिँ हाम्रो प्याज छ, टमाटर छ, धनिया छ, मासु भइहाल्यो यस्तो चाहिँ। ल अनि यहाँ चाहिँ मैले भोलि बिहानको लागि यो ल्याएछौँ। चिनी छ है। ल त्यही नै हो। अनि हाम्रो चाहिँ भात पाकिसक्यो। ल चाहिँ यसलाई तेल चाहिँ हालेर फ्राई गरौँ। ल मैले चाहिँ तेल चाहिँ तपाइसकेँ। अनि आज चाहिँ मैले यो दुइटा पेटी चाउचाउ किनेको होइन। यो चाहिँ तलतिर लग्ने हो। अनि यो दुइटा पेटी चाउचाउ भइहाल्यो। अनि मसँग अनि यो कट्टी सामान हो, यो झोला हो, यति मात्रै हो। त्यही हो। अनि मासु पाक्दैछ है। यो चाहिँ मलाई मन पऱ्यो क्या। यो चाहिँ ल्याएछौँ है भोलि खानालाई। भोलि खाना यसको नाम चाहिँ पाउरोटी साउरोटी भन्नुभयो। अनि यो चाहिँ सिन्दुर पनि किनेछौँ। सिन्दुर तलतिर लग्नलाई। त्यही भएर तेल तापिरहेछ। यो हाम्रो मासुमा प्याज चाहिँ गइसक्यो है। ल यसलाई चाहिँ हामीले यसले चाहिँ मजाले चलाउनु पर्छ। अब
गरमा गरम है मासु लोकल पारामा सिधै लोकल पारामा क्या छ अझै टमाटर हाल्नु बाँकी छ अनि यसले चाहिँ 1 मिनट ढाक्नुपर्ने हुन्छ त्यसपछि टमाटर समाटर हालेर यस्तो बबाल भनेपछि नि आज बस्छौँ ल हामी चाहिँ मासु बनाउँछौँ ल अहिले चाहिँ खानसाना खाइसक्यौँ गर्मी लास्टै छ है यस्तो पसिना आइरहेको थियो खाना खाँदाखेरि लास्टै भएन आज मजा आयो मासु टेस्टी भयो नि त खानसाना खाएर अब चाहिँ पल्टिन लागिसक्यौँ अनि त्यही त आज चाहिँ जोस् रमाइलो भयो हामी चाहिँ जतिसक्दो बेलुका जाम्ला अनि थोरै सामानहरू पनि किन्नु पर्ने थियो गएर टक्क लगाएर सामानहरू किनियो दाइको फोन पनि बनाइयो अब चाहिँ दाइले बबाल भ्लगहरू अपलोड गर्नुहुन्छ म चाहिँ दाइको लिङ्क हालिदिन्छु त्यहाँमा गएर दाइले सब्सक्राइबर गर्नु नबिर्सिनु होला र सपोर्ट गरिदिनु होला त्यही नै हो अब चाहिँ हाम्रो जसोक्दो अब चाहिँ भोलि हामी छुट्टिन्छौँ हेर्दै गर्नु होला के कस्तो हुन्छ दाइ चाहिँ अब भोलि काठमाडौँ जानुहुन्छ पर्सि पुग्नुभयो भने चाहिँ त्यहाँको गाउने काम गर्नुहुन्छ त्यही नै हो अब बोल्दै गरौँला दाइहरूसँग पनि त्यस दाइसँग बस्न 2-3 दिन बस्न पाउँदा खुसी लाग्यो त्यो सिक्न पाइयो कुराकानीहरू दाइले चाहिँ धेरै गर्नुभएको छ त्यही नै हो अब नेक्स्ट भ्लगमा छिटै नै भेटौँला कोले अन्तिमसम्म हेर्दै म थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला यति भन्दै आजलाई म बिदा लिन चाहन्छु हस्त जय नेपाल।